जापानमा टिकटक सुन्दरीहरूको महायुद्ध, 10 लाखको दाउ र सन्यासको चुनौती, पूजा विरुद्ध ब्याटल गर्ल, कसले जित्ला मुक्का मुक्की, अरूको पैसा लुटेको आरोपले मच्चियो तहल्का। जापानको चिसो मौसममा अहिले दुई नेपाली सुन्दरी टिकटकर्स बीचको विवादले झुसिल किराले चिले झैं तताएको छ। चर्चित टिकटक स्टार पूजा हुटुटुटु र ब्याटल गर्ल सीता भट्टराई बीचको झगडाले अहिले सामाजिक सञ्जालमा महाभूकम्प ल्याएको छ। दुवैजना उत्तिकै निडर, साहसी र खाइलाग्दो शरीर भएका कारण यदि कतै मुक्कामुक्की नै परिहाल्यो भने कसले जित्ला भनेर अड्कल काट्न झन गाह्रो भएको छ। ब्याटल गर्ल सीताले पूजामाथि गेम खेलाएर अरूको पैसा लुटेको गम्भीर आरोप लगाएकी छिन्। तर पूजा पनि कहाँ कम छिन् र उनले यो आरोप प्रमाणित गर्न खुला चुनौती दिँदै भनेकी छिन्। यदि आरोप प्रमाणित भयो भने 10 लाख रुपियाँ दिनेछु र टिकटक लाइभबाट सधैँका लागि सन्यास लिनेछु। अब पालो तपाईको। यी दुई शक्तिशाली टिकटकर्स मध्ये तपाई कसको पक्षमा हुनुहुन्छ? यदि मुक्कामुक्की नै पर्यो भने कसले जित्ला जस्तो लाग्छ?